आज जनै पूर्णिमाको दिन विशेष गरी जनै धारण गर्ने दिन अथवा रक्षाबन्धन पनि भनिन्छ। रक्षाबन्धन पनि दाजुभाइ दिदीबहिनीले लगाइदिने दिदीबहिनीले दाजुभाइलाई लगाइदिने विशेष पर्वको रूपमा मानिन्छ। त्यसै गरी आज जो केटाहरूको अथवा पुरुषहरूले लगाउने रक्षाबन्धन चेन्ज गर्ने जनैहरू चेन्ज गर्ने पर्वको रूपमा भएकाले आज हामी बिहानै जनै पूर्णिमाको दिन बङ्गलामुखी माताको मन्दिरमा गयौँ। 5 बजे नै बिहान मान्छेको यति धेरै घुइँचो भइसकेको रहेछ। अनि हामी त्यहाँ गएर बन्धन लगाएर रक्षाबन्धन लगायौँ, जनै परिवर्तन गऱ्यौँ, त्यहाँ नुहायौँ होइन। यसरी आफ्नो नित्य कर्मलाई अगाडि बढायौँ। यसरी हजुरहरूले पनि हेर्न सक्नुहुन्छ, एउटा नजिकैको तीर्थ जलाशयमा गएर पनि चेन्ज गर्न सक्नुभयो, जनै चेन्ज गर्न सक्नुभयो, अथवा हजुरहरूले नजिकैको मन्दिरहरूमा गएर पनि चेन्ज गर्न सक्नुभयो। हामीले चाहिँ यसरी गऱ्यौँ। हजुरहरूको आफ्नो परम्परा, आफ्नो क्षमता, आफ्नो चालचलन वेशभूषा अनुसार गर्नुहोला भन्दै आजलाई यो भिडियो छोटो भिडियो तपाईँहरूलाई राख्नु भनेर पठाएको। धन्यवाद छ। थ्याङ्क यू सो मच।